चाहिँ हाम्रोमा चाहिँ लामो पढाउँदैछ नि त। हेलो गाइज, वेलकम टु माई भ्लग। आज पनि न्यू भ्लगको सुरुवात भइसकेको छ हैन। आज चाहिँ हामी जङ्गलमा भुस उठाउनु जाँदैछौँ। हाम्रोमा चाहिँ अब कुखुरा पालेको छ। जङ्गलमा भुस उठाउनु जाँदैछौँ। हामी चाहिँ जाँदैछु गाइज। अझै पनि पुगेको छैनौँ हामी चाहिँ। यहाँ चाहिँ यो केराको बोट हैन, यहाँ चाहिँ निकै फल छ, खानुपर्छ हैन। अनि यो मुरामा चाहिँ च्याउ पलाउँथ्यो, अस्ति भर्खर खायौँ हामीले। यो चाहिँ गाई चिन्डे हो हैन। यो चाहिँ हाम्रो लेकको जडीबुटी हो। यसको चाहिँ हामी अचार खान्छौँ। पानी यता पहिरो गएको हैन, अस्ति भर्खर ठुलो बारी पहिरो आउँदाखेरि। हिजो मैले अर्को भ्लगमा देखाएको माथिबाट देखाएको चियाबारी चाहिँ यही पारी छ हैन। चियाबारी चाहिँ पातलो पातलो छ, त्यस्तो अप्ठ्यारो छ हो बाटो चाहिँ गाइज। यहाँ तल छ भुस चाहिँ, भिडभिड यता काल खोजिरहेको छ। बाटो चाहिँ यता छ गाइज। कस्तो छ बाटो हैन। म चाहिँ आवर परेँ, अब हिजो रुखमा नै आवर परेको थिएँ अर्को भ्लगमा, आज यहाँ पनि आवर परेँ। यही हो हैन गाइज। भुस चाहिँ अब यस्तै लानुपर्छ, चिसो चिसो रहेछ हैन। अब यो चाहिँ बोरामा उठाएर लगेर चाहिँ कुखुरालाई यसरी नै ओछ्याइदिनु पर्छ। यो चाहिँ भुस हाल्ने काम भइरहेको छ। भुस चाहिँ यस्तो चिसो चिसो छ हैन गाइज। यस्तो एकदम कमलो पारी जङ्गल, यस्तो जङ्गल घनघोर जङ्गलमा हैन, यस्तो हरियो जङ्गल। हेलो गाइज, हामी चाहिँ हैन अहिले भुस लिएर टक्क आइसकेको छौँ हैन। यहाँ पछाडि चाहिँ अब यसरी बोकिरहेको छ हैन। जसले चाहिँ सक्दैन त्यसको चाहिँ ठुलो धम्की हुन्छ हैन। हाम्रोमा चाहिँ लामो पढाउँदैछ नि त हैन गाइस। अनि यो भुस लगेर चाहिँ हामी चाहिँ मटर टिप्नु जानुपर्ने हो बेलुकाको लागि सब्जी। आज चाहिँ ठुलो पूजा लाउँछ बेलुका, त्यही भएर हाम्रोमा चाहिँ 3 दिन भयो लामो पढाएको हैन। अनि आज चाहिँ मान्छेहरू धेरै आउँछ, त्यही भएर अब बेलुकाको लागि सब्जी मटर टिप्नु पर्ने हैन। अब यो भुस लगेर जानु पर्यो। हामीलाई चाहिँ धेर काम अराउँछ हैन गाइस। अब यो लगेर नि अब मटर टिपेर सब्जी पकाउनु पर्छ, खाजा बनाउनु पर्छ, भाँडा धुनु पर्छ हैन गाइस। लामो पढाउँदैछ नि त, त्यही भएर धेर काम अराउँछ हामीलाई चाहिँ हैन गाइस। गाइस, हामी प्रत्यक्ष प्रसारणमा छौँ। उहाँ चाहिँ उठ्न सक्नु भएको छैन, प्रयास जारी नै छ हैन। उहाँ उठ्नु भएको छैन। गाइस, कति सहर बजारको भ्यू मात्रै हेर्नुहुन्छ हैन। अब हाम्रो गाउँ बस्तीको नि हेरिदिनुहोस् न, यो जङ्गलको भ्यू हैन। यस्तो दामी हरियाली रुखहरू छ हैन। यस्तो यहाँ तल चाहिँ उँधो जाने बाटो छ, यो उकालो चाहिँ हामी जानुपर्ने बाटो हो हैन। यस्तो दामी हरियाली रुखहरू छ हैन। अनि कहाँ सहरमा बस्नु मन लाग्छ हो भन्दा पनि लाग्छ नि हो। यस्तो घाँस काट्नुपर्छ यस्तो रुखमा चढेर हैन। यस्तोबाट यहाँबाट अस्ति मैले झारेको हो, यसबाट चाहिँ मैले अस्ति घाँस झारेको थिएँ। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै।